गाइज हामी निस्क्यौँ घुम्न कुसुरु निस्क्यौँ हामीहरू सामान किन्न इकिमास स्याउले देखिमास एप्पल देखिमास लाइफ डामाडोल छ त्यही पनि हाँस्न पर्छ कुसुरी त बन्द छ त गाइज हाम्रो कुसुरी बन्द छ अब हामी जान्छौँ गेन्की हाम्रो गाको नजिकै छ उहाँ दिदी नेपालको बाटो खोज्दै हुनुहुन्छ ल कता काट्ने कता हामी जाने स्टेसन आयो ट्रेन स्टेसनको नाम के हो यो स्टेसनको यसलाई स्टेसन भन्छ मान्छे चढ्ने होइन अनि कहाँबाट चढ्छन् मान्छे यस्तैबाट चढ्छन् होला हो यस्तो मुखी गर्दा मात्र राम्रो होला उल्टो मुखी हिँड्दा के गर्नु आजको हाम्रो मेरो मोडल यिनी हुन् यिनी हाम्रो श्रेष्ठ दिदी एकछिन बसौँ न याद धाउ भयो गाइज अब म चिप्लेटी खेल्छु खेल्न पाइन्छ कि नै यहाँ बस्नु त पाइन्छ यो चिप्लेटी खेल्न पाइन्न होला म पनि 16 वर्ष हो ओन्ली स्विट 16 कत्रो बिल्डिङ होला यो यत्र बिल्डिङमा हामी पनि बसेछौँ हाम्रो बिल्डिङ पनि हाम्रा नि यस्तै छन् उहाँलाई हेर उहाँको बुढा कमेन्ट आउला र फेरि अनि ला वातासिनो डलर 11 रुपियाँ झरालिङ 11 रुपियाँको त एउटा अन्डा आउँछ त आउँछ र आउँछ आउनु पर्ने हो नेपालमा त आउँदैन 25 रुपियाँ पर्छ यहाँ आउँछ ओइ डलर त सबै झरेछ क्या हो तिमीहरूको कि मेरो लाउ त गनु ब्रान्डेड you know Bhutan गाइज हामी गेन्की त आयौँ तर हामीलाई पैसा तिर्न आउँदैन समात्नु त लुइस भुटन ऱ्यो गएको छ कि के हो यस्तो चाहिँ के गर्नु आयो भन्ने मात्र हो हाम्रो सान्छीहरूले यस्तो दिएको भने स्कुलबाट टिकट काटेर घर खेदाइदिनु किन लुइस भुटन पनि गयो ल गाइज यत्रो सामान मलाई भिडाएर केटीहरू हिँड्ने तिनीहरू चाहिँ जुन कपडा सुकाउने स्ट्यान्ड मलाई अल्छी लागेर जान म गएन म चाहिँ यहाँ बसिरहेको छु यहाँ बल्ल गयो ट्रेन अल्छी लाग्छ अल्छी घरबाट बिहानबाट खाना खाएकै छैन अहिले बज्यो 2-3 बजिसक्यो अब घर गएर बेलुका खाना पकाएर मासु भात पकाएर खाने हो गाइज सो हामी चाहिँ लाग्यौँ म चाहिँ यहाँ एक्लै बसेछु विरक्त लाग्दो ठाउँमा हातै पाट्यो पानी पर्यो पानी पर्यो छाता यस्तो चाहिँ अब के गर्ने होला त बिना छाता कसरी हाउ टु गोइङ पानी पर्यो सेट गाइज पानी पर्यो वाटर सल्ल हो गया पानी पर्यो त के गर्नु अब गाइज हामी
एकैछिन समात न अगाडि हिँड्नु पुलु गाडी पस्नु छ के यो दिदी डरायो हाम्रो घर होस्टेल अगाडिको बाटो यही हो हाम्रो होस्टेल यहाँबाट छ के यहाँबाट छ के भनिराख्छु गाइज हामी ब्याक टु ब्याक फेरि रुम फर्क्यौँ दिदी चाहिँ एकैछिनमा डराउनु रहेछ अनि भरे तर्को जानु पर्यो भने डराएको छैन धेरै हिँड्नु पर्यो भने अनि उतिबाट ओह्रालो झर्दै हो त नि हामी रुममा वाइफाई छ यति बेला को निस्किन्छ हामी पानी परिरहेको प्लिज काम नबेकाममा डुल्न हिँड्ने हामी बेला नबेला होला काम नपाएर काम नबेकाममा हो कि हामी कामै नगएको मान्छे हो के भन्नु लाउन दिदी हेलो गर के हो अनि कस्तो कस्तो राम्रो देखिएछौ लौ त लाउन छाता उयो साहा के छ टोपी लगायो भने रेनुले मलाई हेपे खान्थे त लास्टै चम्किन्छ नि यार हेर्नु न साइनिङ गिराछ फेसमा ग्लो आइरहेछ रिचीहरूलाई हेर न यार रिचीलाई अगाडि ट्रेन स्टेसन यही हो हाम्रो 10 मिनट लाग्छ यही मलाई देखाऊ बाई होइन क्या आयो यो दिदी चाहिँ जहिले यस्तै यो अगाडि फुरुक यो दिदी त ऊ जस्तरी हिँड्छन् रोबोट जस्तरी हिँड्छन् पछाडि बहिनी लोटेको पनि देख्दैन अघि म धन्नै नाच्न टेक्न पुगेको थिएँ त्यही पनि इग्नोर हालेर हिँड्ने अझै पनि सुनेको छु निले तर गल्ती गरियो माफ पाउला गीत गाए गाइज यिनीहरू दुइटाले फोनमा बोलेर मलाई एक्लै पारे हेर न यहाँ दुईजना अगाडि म एक्लै ब्याक टु होम हामी गेन्की गरेर आयौँ दिदीले किन्नुभयो हामी त महँगो कति महँगो आलु 300 रुपियाँ आलु 300 आलु कसले खान्छ 5वटा गेडा हामीले श्रेष्ठ दिदीले खान्छन् अब यहाँबाट हामीलाई होस्टेल जान हामीलाई कति मिनट लाग्छ भने चाहिँ सिङसित हिँड्यौँ भने 6-7 मिनट हल्लिँदै हिँड्यौँ भने 15-16 मिनट 10,000 म त 1,000 दियो होला 1,000 दियो होला भने त 10,000 पनि सामान किनेर पैसा खुर्साङको 500 र 5,000 चाहिँ अनि आएर Guys, this is Kakamihara Park and this is my model.
सियो होइन है लास्टमा सी पनि हामी बस्ने माथि सियो यो हारा मात्र हो सिस्टर सो वी आर गोइङ टु होम नाउ कतामुखी राम्रो आहा भन्ने कुरा हो लेट्स गो रिपिएस कस्तो राम्रो छ यो पार्क भित्र डुल्यो भने त झन् वाउ फ्रीमे हमारा नेपाल में होता है हाम्रो नेपालमा त पानी हेर्न जानु पनि 20 रुपैयाँ लाग्छ यार हमारे नेपाल में तो जहाँ भी जाओ पैसा लगता है मनी टॉक्स होता है इधर तो फ्री में अस्ति मैले इम्पोर्ट गरेको नेपालबाट यहाँ हामी चाहिँ गएकोबाट ब्याङ्क कार्ड गराउने ठाउँमा धनसराजीको चाहिँ आज थियो उहाँलाई छोडेर हामी चाहिँ ब्याक टु ब्याक हाम्रो होस्टेल टु कुक फुड इटिङ मिटिङ आउनु न यहाँ आउनु न के रहेछ भनेर सोच्दैछु वाउ वाट नाइस जाम हेरौँ न नजिकबाट जुम गर्ने नै उही गरे जस्तो टाल्ने हो यसरी वाट इज दिस हेर्नु त दिदी यहाँनिर गाई सुन्तला हेर्नु सुन्तला भुइँमा खसेर यिनीहरूले खादिनन् दिदी टिपौँ न दिदी यो त बारी हो गाइज हामी होस्टेल पुग्यौँ अस्ति त हाम्रो घरतिर यस्तो राखेको हुन्छ यहाँ फ्रीमा फल्ता है क्या खप्ता है हाम्रो उता फ्रीमा फलेको चिजहरू यहाँ रोप्छन् उता हामीले चाहिँ किनेर रोपेको चाहिँ कि यिनीहरूले फ्रीमा रोप्छन् क्या भाइ यार क्या त्यति फलेको हुन्छ टिपेर खानु हामीलाई भोक लागेर पेट डाम्रिसक्यो घर जाँदै भात म त एक वक्त सुत्छु सिटीहरू पकाएर भात खाना दो यहीँबाट जाऊँ बतासी नहीं सकता है नहीं एउटै हो के वहाँ पनि भराङ्गे चढ्नु पनि यो भराङ्गे चढ्नु त हामी सिधै हिँड्ने त हो गाइस भराङ्गे र न कति लामो छ यो आउ कोही फेरि हेर्नु भराङमा नहिँडेर साइकललाई डोडाउनेमा हिँडेछन् गाइस यहाँ मोटो मोटो मान्छे जगिङ गर्न आयो हुन्छ मस्तको हुन्छ भयो